साथीहरू यहाँहरूलाई स्वागत छ। आज म फेरि यो किचन कम्पोस्टलाई नै गडौले मल भर्मिक कम्पोस्ट हामीले घरमै कसरी बनाउने भन्ने बारेमा मेरो अनुभव हजुरहरूलाई सेयर गर्न जाँदैछु। यो भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। यदि हजुरहरूसँग यो कम्पोस्ट बिन छैन, ठुलो ड्रमहरू छैन भने यस्तो ठुलो बोरामा पनि हजुरहरूले चाहिँ कम्पोस्ट घरमै किचन कम्पोस्ट बनाउन सक्नुहुन्छ। अब यसको सुरुमा हामी माटो राखौँ। यहाँ पेदमा यसरी माटो राख्ने एक लेयर, त्यसपछि ड्राई यो चाहिँ मेरो यो मकैको खोसेला हो, मकैको भुत्ला। अब यसपछि यो बोरामा मैले चाहिँ लगभग यो गल्न लागिसकेको छ। यो काउलीको 2-3 लट काउली फलाएँ। त्यो काउली उखेल्दै त्यसको डाँठ पात यसो उसो गरेर यहाँ राखेको। यो चाहिँ अब लगभग कुहिने जस्तै भइसकेको छ। यो 4-5 दिन पुरानो भयो। यो गोबरबाट बोट बिरुवाले प्रशस्त मात्रामा नाइट्रोजन पाउँछ। यसरी कौसीबाट निस्केको सबै किसिमको वेस्टेजहरू नकुहिने सिसा जन्ने बाहेक अरू सबै कुराहरू चाहिँ प्लास्टिक र सिसा बाहेक अरू सबै यसरी लेयर बाई लेयर राख्न सकिन्छ। अब यसरी यो पात पतिङ्गर त अब यहाँ माथिबाट सर्लक्क एउटा कपडाले अथवा कटनको कपडा अथवा जुटको बोराले छोपिदिनु। यसको माथि सर्लक्क हामीले बिग्रेका थोत्रा खोलहरू, सेरोको खोलहरू यस्तो पनि हुन्छ, कटनहरू कपडाहरू। यसलाई चाहिँ चिसो भइराख्ने बनाउनु पर्यो। मेरो यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? हजुरहरूलाई मन परेमा मेरो यो च्यानललाई एक लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। बनाउन मिल्छ। मैले चाहिँ यो स्पेसल्ली यो आज चाहिँ यो बोरामा पुरै भर्मिक कम्पोस्टको लागि मात्रै यो बडेउला छोडिदिँदैछु। यो बोराभरि मेरो किचनबाट निस्केको भन्दा पनि यसमा चाहिँ पुरै कौसीबाट निस्केका झ्यालपात, हिरम्लाहरूको झ्याङ, फर्सीका झ्याङ, यस्ता सुकेका पात यता सबै बोरामा बोटले राखेको थिएँ। आज मैले सबै राखेर यसमा चाहिँ बडेउला छोड्दैछु। अब यसरी राखिदिएपछि यसले मजाले राम्रो अब यसरी पानी छिर्काइदिउँ। यसमा धेरै पानी राख्न नि हुँदैन, तर यसलाई सुक्न दिन पनि हुँदैन। यसमा चिस्यान चाहिँ रहिरहनुपर्छ, किनभने बडेउलालाई चाहिँ चिस्यान चाहिन्छ। हस् त साथीहरू, तपाईँहरूलाई पनि यसरी नै अरू भाँडा पनि केही चाहिँदैन। यही ठुलो अलि बोरा, ठुलो एउटा 50-60 केजीको बोरा लिनुहोस्। अनि त्यही बोरामा यसरी कौसीबाट निस्केको फुलका पातहरू, यता त्यता हजुरको कौसीमा के लगाउनु भएको छ, अनि कौसी कहिलेकाहीँ बोडार गरेको हुँदाखेरि आएको फोहोरहरू सबै प्लास्टिक र नकुहिने चिज, सिसा जन्ने, प्लास्टिक जन्ने पदार्थ बाहेक अरू सबै कुरा तपाईँले राख्न मिल्छ। र यसरी नै तपाईँहरूले पनि कम्पोस्ट मल बनाएर आफ्नो फुल, बोट बिरुवा के गर्नुभएको छ, कौसी खेती गर्नुभएको छ कि करेसाबारी गर्नुभएको छ कि त्यसलाई मल मजाले बनाउनुहोस्। र यो नगरपालिकाहरूलाई यहाँ चाहिँ यो फोहोरको व्यवस्थापन गर्ने जुन प्रब्लम छ त्यो हामी घरबाट नै सल्भ गरौँ। हजुरहरूको अमूल्य समय खर्च गरी मेरो यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।